हेलो साथीहरू, म हजुरहरूलाई आज चिकन बिरयानी कसरी बनाउने भनेर सिकाउँदैछु। मैले प्याज लिएँ, ठुलो प्याज 2वटा। त्यसपछि प्याज काटेर मैले एउटा फ्राई प्यानमा मजाले भुटेँ। यसलाई एकदमै लो हिटमा भुट्नुपर्ने डर छ। त्यसपछि भुट्दा यो ब्राउन कलर आउँछ। यत्तिकै ब्राउन कलर आएपछि एकछिन यसलाई मजाले अझ एकछिन भुट्ने। त्यसपछि यसलाई मजाले अब निकाल्नुपर्ने हुन्छ। मजाले तेल हुन्छ बढी, त्यही भएर मैले यो छान्नेमा पुरा तेल निचोरेर निकाल्दैछु। त्यसपछि मैले एउटा प्लेटमा हालेर त्यसलाई मजाले फिजार्छु, किनभनेपछि यसलाई चाहिँ चिसो हुन दिनुपर्ने हुन्छ। अब सँगै बस्यो भने त अलि डढे जस्तो हुन्छ नि त। त्यसो भएर यसलाई यसरी प्लेटमा फिजार्ने मजाले। त्यसपछि अघि प्याज राखेको फ्राई प्यान फेरि बसाल्ने। अब मैले यसमा चिकन भुट्दैछु। चिकन मैले यो 1 केजी जति छ होला, सायद 700-800 ग्राम चिकन मैले लिएँ। अब यसलाई मजाले तेलमा हालेर अब मैले खानाको लागि 5 ट्रक जति चामल लिएँ। यता चिकन पनि हल्का फ्राई भएको छ, किनकि यसलाई अहिले पकाउन अझै बाँकी छ। त्यसपछि मैले चामललाई मजाले 3-4 पटक मजाले मिचेर एकछिन यसलाई भिजाउन छोडिदिन्छु। 15 मिनट जति भिजेपछि उता पानी बसाउँछु ग्यासमा। यो पानी बसालेपछि अब यो पानीमा के हाल्नुपर्छ भनेर साथीहरू म हजुरहरूलाई सबै देखाउँछु। अझ पानी थप्दैछु मैले। त्यसपछि यो बिरयानी मसलामा थोरै पानी राखेर मजाले घोल्छु। अब यसलाई ब्याटर बनाउने। यता पनि यो रेडी भयो। उता भातको लागि पानी पनि पाक्यो। अब चामल ओइरिने। यसलाई चलाउँदै बिस्तारै चलाउँदै पकाउँदै गर्नुपर्छ। चामल चाहिँ यसरी पकाएर अनि पाकेको छ कि छैन यहाँ विचार गर्ने। अझै भएको छैन। ठुलो प्लेटमा
यसलाई मजाले यसरी फिजार्नु पर्ने हुन्छ। हेर्नु जाँदिनु कति ठुलो प्लेट छ यसरी फिजार्ने। अब म चिकन बनाउनको लागि यो कराई बसालेको छु। अब मैले यसमा चिकन बनाउनलाई तेल राख्दै छु। त्यसपछि मैले ओखरमा कुटेको अदुवा लसुन राख्दैछु। अनि साथीहरू अदुवा लसुनलाई पनि मजाले भुटेर ब्राउन कलर आउने गरेर मजाले भुट्नुपर्छ। हेलो साथी, अघि बनाएर राखेको चिकन बिरयानीको मसला फेरि त्यही लसुन र अदुवामा राख्ने। अनि यसलाई पनि मजाले चलाइ पकाउनु पर्ने हुन्छ। किनभनेपछि मसलालाई पनि पाक्न दिनु पर्यो, अदुवा लसुनलाई पनि पाक्न दिनु पर्यो साथीहरू। त्यही भएर यसलाई मजाले लो हिटमा मजाले पकाउने। अनि यसमा थोरै बेसार नहाल्दा पनि हुन्छ, तर मैले थोरै बेसार अनि हल्का खुर्सानी त नराख्दा पनि हुँदो रहेछ। त्यही मसलामै याद भएर आएको हुन्छ सबै चिजहरू। तर मलाई थाहा भएन यो चाहिँ मैले यो बिरयानी मसला फर्स्टचोटि युज गरेको थिएँ। त्यही भएर कस्तो छ भनेर नुन पनि हालेँ थोरै, तर नहाल्दा पनि हुन्छ। अब यसमा मैले अघि मिक्सचर गरेर राखेको टमाटरको पेस्ट हाल्दैछु साथीहरू। अब टमाटरको पेस्ट मैले घरमै बनाएको हो। यो पेस्ट हालेर पनि एकछिन मजाले चलाउने, चलाइ पकाउनु पर्छ। त्यसपछि यो चिकन एड गर्ने। अब चिकन पनि पाक्यो, सबै चिज पाक्यो। मैले हजुरहरूलाई दही हालेर पकाएको देखाउन पाइनँ किनकि मेरो मेमोरी फुल भएर धेरै भिडियो खिच्न पाएन। त्यसपछि मैले अब यता बिरयानी बनाउन रेडी बनाएँ। पाकेको चिकन पहिला राख्ने, त्यसपछि अघि भुटेको प्याज, धनियाँ अनि पुदिना मजाले राख्ने। अनि त्यसमाथि चामल राख्दै जाने, अघि पकाएको खाना राख्दै जाने। अब त्यस्तै गरेर नै अब पहिला चिकन, प्याज अनि पुदिना र धनियाँ, फेरि त्यसमाथि चामल राख्दै गएर मजाले यो प्याज राख्ने, पकाउन अब रेडी गराउँदैछु। अनि फेरि चिकन राखेँ, चिकन पछि प्याज पछि पुदिना राख्दै हजुरहरूलाई देखाउँदै पनि छु है साथीहरू कसरी मैले राख्छु भनेर। तर यति मिठो बास्ना आएको थियो कि साथीहरू, अब यो चाहिँ ऱ्यापिङ पेपरले ढोक्नु पर्ने थियो, तर मसँग ऱ्यापिङ पेपर थिएन। त्यही भएर यो पेपर मैले माथिबाट राखेर अब ढक्कै ढकनी लाएर एकदमै लो हिटमा पकाउँछु साथीहरू। ट्याक्कै 20 मिनट जति लाग्यो एकदमै सानो आगोमा पकाएको थिएँ।
त्यसपछि मेरो अब बिरयानी रेडी भयो साथीहरू। अब म खोलेर हजुरहरूलाई देखाउँदैछु कस्तो भयो मेरो बिरयानी भनेर। बाहिर किनेर खानुभन्दा घरमै बनाएर खाउँ भनेर, किनकि अब आफूले बनाउँदाको स्वादै फरक हुन्छ नि है साथीहरू। त्यही भएर मैले प्रायः जस्तो बढी बाहिर खानुभन्दा घरमै बनाएर खान रुचाउँछु। चलाउने युट्युबमा हेऱ्यो भने धेरै कुरा पकाउन सिकिन्छ। हेर्नु साथीहरू, यति मिठो बास्ना आएको थियो कि मेरो बिरयानी यस्तो भयो हेर्न साथीहरू। अनि बिस्तारै हलुका हातले चलाउनु पर्छ। बासमती चामलको बिरयानी हो यो, लामो लामो चामल बिरयानी खाने चामल। कस्तो राम्रो भयो। अब मैले प्लेटमा राखेर हजुरहरूलाई देखाउँदैछु। साह्रै मिठो भयो। थ्याङ्क यू फर वाचिङ।